आज सिस्नो खाने हो आज यति मैले टिपेँ अब यहाँ टिप्दैछु तपाईँहरू ऊ पनि हेर्नु ह दिदीले सिस्नो टिप्न लाउनु भयो आज सिस्नो खाने कुरो छ सबै धेरैजना जम्मा भएर सिस्नो खाने रे आटो र सिस्नो मुहीको झोल यसरी टिप्न लाउनु भयो है कति मिठो होला कि मिठो भइहाल्छ नि धेरै छैन के खोजेको मिठो हुन्छ ठुल्ठुला नि टिप्छु म त। भिटामिन पाइन्छ अरे सिस्नोमा त झन् त्यही त क्या भिटामिन धेरै भिटामिन खाएर अनि अलिक बलियो भएर जाने कि सिस्नो र आटो यति त मैले टिपिसकेँ कति खान्छौँ थाहा छैन खाने चाहिँ धेरैजना छौँ हाम्रो न्यु हो होइन खाने सबैले खाने धेरै छौँ खाइन्छ त हामी नै अब डाला भर्यो भने यो डालो भर्यो भने पुग्छ कि एकदमै मिठो हुन्छ मलाई त कति वर्षपछि खान थाले हामीले दिदीले मैले त खाइरहेको छु दिदीले फेरि धेरै वर्षको खान लाग्नु भएको अरे त्यही भएर आज सिस्ने टिप्न व्यस्त छौँ हामी हेर्नुहोस् सिद्धि हो यतातिर त यता टिप्नु भएको रहेछ होइन कहाँ जानु भएको रहेछ कतातिर भएर टिप्नु भयो यति यता छ भयो कति राम्रो छ यता राम्रो टिप्नु भएको रहेछ त त्यसरी फेरि छोडेर जानु भएको रहेछ त्यहाँ 1 घन्टा टिप्नु भएछ सिस्नो छ हेर्नु हाम्रो गाउँघरमा त माथि र घर त्यही हो हाम्रो घर देखाइदिए तलको घर देखा तल यहाँको घर यो बुढो घर ऊ तलको घर त्यति छ हाम्रो गाउँ ऊ पारिति डाँडा कहाँ छन् बस्न रमाइलो छ यहाँ राम्रो पनि छ दिदीले सिस्नो टिप्नु लाउनु भयो खाँदाखेरि कति मिठो होला अहिले खाँदाखेरि कति मिठो होला भन्दै हुनुहुन्छ बा मलाई त पोलियो त रिमा पोल्छ नि सिस्नोले उ गरेर टिप्नु नि पोलिहाल्छ रिमा अनि घर जाने अरे आज म घर घर गएपछि मलाई पोली बनाइदिन्छ भिडियो थाहा छैन अर्को दिदीलाई भन्नु होला त दिदीलाई भन्नु पर्ला कहिले जानुहुन्छ अब त यहाँका सबै अन्तिम होला भेट पनि अब कहिले जानुहुन्छ तपाईँ उता अब त फेरि अब त कति वर्षपछि फोन गर्नु लाग्यो दिदी कहिले काहीँ गर्छु कि कहिले पनि गर्नुहुन्न म त गर्छु कि दिदी भने त त्यही त हो टाइम मिल्दैन कि सबभन्दा कचेर उहाँको रात हुन्छ अरे कचेर दिन हुन्छ अरे सालै हुन्छ त्यही भएर सोध्नु त सोधिरहन्छ आमाहरूसित टाइम नमिल्ने रहेछ क्या यति धेरै टिपेँ कति धेरै टिपेँ है मैले धेरै टिप्नु भयो दिदीले अब बन्द गर्ने रहेछ बन्द गर अब भयो 3 मिनट भयो